हेलो गाइज, अहिले चाहिँ म ठ्याक्कै सफारी मल यो भएको। त्यसपछि यसरी सफारी मलदेखि हाम्रो कम्पनीको अफिससम्म जान लागिरहेछु। साथीहरू, तपाईहरुले मलाई मेरो भिडियोलाई हेरेर साथ दिनुहुन अनुरोध गर्दछु। अब यहाँ कतारमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई त थाहै होला, यो हाम्रो सफारी मल यो बाटो पनि थाहै होला। अब कति चाहिँ अब हाम्रो ओटिसीमा काम गर्ने दाइहरूलाई पनि, ड्राइभर दाइहरूलाई पनि कतिलाई चाहिँ थाहै हुन्न क्या लोकेसन कहाँनिर हो, भाइ लोकेसन हालिदिनु भन्नुहुन्छ है। त्यही भएर हेर्नुहोस्, सफारीदेखि चट्ट निक्लिने बित्तिकै राइट साइडको राउने बोट हो यो राउने बोटबाट सरर यसरी घुमेर यो फर्स्ट एक्जिट भयो। त्यसपछि यो सेकेन्ड एक्जिट हो। यो सेकेन्ड एक्जिट हान्नुहोस्, मतलब कि सफारीदेखि आउँदाखेरि राउने बोटदेखि लेफ्ट हान्नुहोस्। लेफ्ट हानिसकेपछि फेरि अगाडि एउटा राउने बोट आउँछ है त, हेर्नुहोस् है। ल हेर्नुहोस्, राउने बोट आइसकेको छ। अब यो राउने बोटबाट पनि टक्कै तपाईँ सिधै अगाडि जानुहोस्। यो फर्स्ट कट हुन्छ, यसलाई सेकेन्ड कट भन्छ। यो सेकेन्ड कट हान्नुहोस्, मतलब कि सिधै है। यो सफारीदेखि आउँदाखेरि एउटा राउने बोट, त्यसपछि यसले दुईटा राउने बोट भयो हैन। सरर जाने यसरी। कतारको मौसम यस्तो छ गाइज, रोडहरू हेर्नुहोस् हैन। मौसम यस्तै हो कतारमा, धुलो उडिरहेको हुन्छ हैन गाइज। सबैले फेरि यहाँ अर्को राउने बोट आएको छ, हेर्नु होला हैन। तपाईँहरूले हेर्न सक्नुहुन्छ, लाइभ देख्नु। त्यहाँ अगाडि सिग्नल पनि देख्नु, उयो सिग्नल हेर्नुहोस् त्यहाँ यस्तो त्यस्तो सिग्नल आउने बित्तिकै चाहिँ यहाँनिर चाहिँ राउने बोट छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। यसरी टक्क राउने बोटमा चाहिँ फेरि सिग्नलहरू हुन्न। सिग्नलहरू नभएको कारणले चाहिँ हामी यसरी वेट गरेर बस्ने, यतातिर चट्ट गाडी पनि हेर्दै गर्ने। यहाँनिर यस्तो चान्स पाए चाहिँ फुत्तै निक्लेर सट्ट आफ्नो बाटो लाग्ने। यहाँदेखि पनि हामी सिधै जान्छौँ, सेकेन्ड एक्जिट हान्छौँ। यसरी गाइज हैन। तपाईँहरूले अब हामीले 2-3टा राउने बोट कटिसकेको छौँ है। अब हामी ठ्याक्क यो 4वटा राउने बोटको आसपासमा आइसकेको छौँ। अब सफारी मलदेखि आउँदाखेरिको बाटो है यो चाहिँ। फेरि यो चाहिँ भित्री बाटो है, यो भित्रको बाटो हो। सिधा छिटो आउने बाटो यो हो। उता अब मेन हाइवे पनि छ। मेन हाइवेबाट जाँदाखेरि चाहिँ त्यहाँनिर दुईटा सिग्नल पर्छ। त्यसैले गर्दाखेरि म चाहिँ सिग्नलतिर हिँड्न चाहदिनँ कि, बरु यसो भित्रै बाटोतिर यसो कुद्यो होइन। त्यही सिग्नलमा अडिएर बस्नुभन्दा चाहिँ बरु यसो आयो। यहाँ बस, स्कुल बस रहेछ यो चाहिँ। यो पनि राउने बोट हो। यहाँदेखि चाहिँ हामी फर्स्ट, सेकेन्ड, थर्ड एक्जिट हान्छौँ। थर्ड एक्जिट हान्ने भनेको चाहिँ हामीले लेफ्ट लिन्छौँ है। यो राइट हुन्छ। अब यो सिधा यता जाने हो, सिधा भइगयो। यहाँदेखि पनि फेरि अर्को एक्जिट हान्नेलाई चाहिँ यसलाई थर्ड एक्जिट भन्छ है गाइज। यसरी फुत्तै थर्ड एक्जिटमा निक्लिहाल्ने हो होइन। सरर आफ्नो बाटो पक्रिने हो, दौडिने हो गाइज। यस्तै छ हेर्नु होइन। कतार रोडहरू पनि तपाईँले देखिरहनु भएको होला। यहाँ हेर्नुहोस् होइन। जसले देख्नु भएको छैन उहाँहरूले हेर्नु होला। त्यसरी
लेफ्ट जाँदाखेरि यसरी सिग्नल दिनै पर्छ होइन। हाम्रो नेपालमा चाहिँ लापरवाही गर्छ, तर यहाँ चाहिँ भनेको टक्क सिग्नल यसरी ठ्याक 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 दिनै पर्छ। हेर्नुहोस् यसले यता जान्छु भनेर देखिरहेको छ। अब फेरि यहाँदेखि फेरि मैले दिन्छु, यहाँदेखि म फेरि राइट जान्छु, त्यही भएर राइट जाँदाखेरि इन्डिकेटर हाल्नै पर्छ। हेर्नु गाइस, हेर्नुहोस् टेलरहरू, यो चाहिँ हाइवे हो होइन। म चाहिँ अब अफिसको अगाडिपट्टि लगभग आइसकेको छु। यही लाइनमा छ हाम्रो अफिस, हेर्नु सक्नुहुन्छ। यहाँदेखि ठ्याक्क यता राइट आउने सर गार्डन पनि छ है। फेरि यहाँ चाहिँ हाम्रो अफिसको छेउमा चाहिँ फेरि ल हेर्नुहोस्, तपाईँलाई साइकलहरू रनिङ हान्नलाई सबै गर्न मिल्छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँदेखि ल हेर्नुहोस्, हाम्रो चाहिँ यो आखान बिल्डिङ भन्छ, हाम्रो कम्पनीको नाम यहाँ छ, हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ हाम्रो कम्पनी हो होइन गाइस। यसै गरी अब अब यहाँ जान्छु, अफिस पुग्छु। अफिस पुगेपछि फेरि उता ब्याङ्कतिर जानुपर्ने काम छ भन्दैछ। पैसाहरू अब लिएर आउनु छ कि डिपोजिट गर्नु छ कि के गर्नु छ, त्यो अहिले तपाईँहरूलाई म बताइहाल्नेछु है गाइस। अहिलेलाई चाहिँ अब यता यसो पार्किङ खोजेर, गाडी फेरि पार्किङै पाउँदैन भनेको, फेरि टक्क भिडियो बनाएर आएपछि पार्किङ पनि ठ्याक्कै पाउँछ क्या, फेरि अरू बेला त फेरि पाउँदैन। अनि त्यही भएर ल गाइस, अब अहिलेलाई यति नै, अब बाँकी एकछिन पछि है त। हेलो गाइस, फेरि पनि म चाहिँ यहाँ आइसकेको छु होइन। अब गाइस अहिले चाहिँ म ठ्याक्कै हाम्रो यता अफिसदेखि ब्याङ्कतर्फ जाँदैछु है गाइस। यतातिर यसो पैसाहरू यो कालो ब्याग टक्क खाप्पा पारेर राखेको छु होइन गाइस। फेरि यो कता उल्टो आउँछ यो मान्छे होइन गाइस। अब म चाहिँ जाँदैछु ब्याङ्कतिर है गाइस, ब्याङ्क जाँदैछु। हेर्नुहोस् धुवा कतारको मौसम यस्तो छ, तपाईँहरूले देखिसक्नु भएको छ होइन। एकदम चिसो खालको मौसम छ गाइस। अब चाहिँ ब्याङ्क जाने बाटो गाइस होइन। म चाहिँ भित्रबाटै छु, मेन हाइवेतिर टक्क छुन्छु अनि खुट्टा निक्लिन्छु कि गाइस। हेर्नु है सर, यहाँदेखि चाहिँ यहाँदेखि लेफ्ट हानिदिनुपर्छ एकचोटि लेफ्ट हान्ने, त्यसपछि गाइस, त्यसपछि यहाँदेखि राइट हान्दिने होइन, यहाँदेखि राइट हान्दिने होइन, यहाँ चाहिँ राइट हान्दिने होइन। सारा ल हेर्नु है गाइस, हेर्नु है तपाईँहरूले देख्नु सक्नुहुन्छ है सर्ट यसरी निक्लेर चाहिँ जानुपर्छ है गाइस, जानुपर्छ है। सारा ल हेर्नुहोस् है, यसो गर्ने हो ठ्याक्क यहाँ आयो सिग्नलमा टक्क यसरी एकछिन जाम भएर बस्नु, सट्ट सिग्नल नखुलुन्जेलसम्म बस्ने हो गाइस। सिग्नल खुलिसकेको छ है गाइस, सिग्नल खुलिसकेको छ गाइस होइन। सारा जाने यसरी होइन गाइस, यसरी जाने हो। हेर्नुहोस् कतारको रोड हेर्नु होइन, रोडहरू कस्तो छ, कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला होइन। भिडियो अब खासै भिडियो बनाउनु चाहिँ आउँदैन, त्यही पनि यसो बनाइदिएको जस्तो चाहिँ गरिदिएको। तपाईँहरूलाई मनपर्छ भने लाइक कमेन्ट गरिदिनु होला मेरो भिडियो गराइमा
केही कमी कमजोरी आएमा त्यसको लागि म क्षमा माग्न चाहन्छु तपाईहरुसँग। कसरी भिडियो गर्ने तपाईहरुले मलाई इन्फर्म गर्न सक्नुहुन्छ कमेन्ट मार्फत है त। हेर्न सक्नुहुन्छ यो पुरै अन्डरग्राउन्ड आइसक्यो हैन। यसरी अन्डरग्राउन्ड हुन्छ हैन। यहाँ चाहिँ पानी छैन भने नि माथिबाट पुलहरु हालेर कस्तो दामी बनाएको हुन्छ क्या रोडहरु चाहिँ। यो पहेँलो रेखा तपाईहरुले अब थाहा पाउनु भकै होला हैन के को लागि हो भन्ने कुरा। यो बाटो ओह्रालो छ, ओह्रालोमा गाडी स्पिड जान्छ, मान्छेहरुले यसो दायाँ बायाँ गर्न सक्छ, यता गाडीहरु ठोक्छ कि भनेर त्यो सुझावको लागि चाहिँ त्यस्तो लाइनहरु राखिदिन्छ यहाँ। गाइज अनि तपाईहरुले फेरि बिचमा भिडियो काटिरहेछ किन काटेको भनेर पनि सोच्नुहुन्छ होला हैन। त्यो चाहिँ मैले किन काटेको भन्दाखेरि यहाँ हरेक यो उसमा चाहिँ क्यामेरा हुन्छ क्या। मोबाइलहरु हातमा लिँदाखेरि भनेको चाहिँ फाइन हानिदिन्छ क्या। फेरि 500 रियल यस्तो हान्छ। यहाँ ठ्याक्कै यहाँ माथि क्यामेरा छ क्या हैन गाइज। त्यहाँ चाहिँ अब फेरि त्यस्तो हुन्छ क्या, त्यो क्यामेराहरु राखेको हुन्छ अनि यसो मोबाइलहरु यसरी देखायो यस्तो लिएको छ खिचेको छ भनेर थाहा पायो भने त्यो क्यामेराले फ्याट फोटो खिच्छ र भोलि फेरि हाम्रो गाडी नम्बर प्लेटमा चाहिँ मोबाइल चलाएको भनेर चाहिँ अनि फाइन आउँछ क्या। त्यसैले गर्दाखेरि मैले बिचमा रोक्नुको कारण चाहिँ त्यो हो क्या। क्यामेरा हुन्छ साथीहरु बाहिर, तर सुरक्षितै हुन्छ रोड हैन। अब यताबाट जाने मात्रै हुन्छ, उताबाट आउने मात्रै हुन्छ, बिचमा यस्तो हुन्छ हैन। अब ठोक्यो भने यस्तो साइडबाट पछाडिबाट मात्रै हाने हुन्छ। यहाँ ठ्याक्कै क्यामेरा थियो, मैले हतार लुकाएँ। हेर्नुस् है मौसम चाहिँ अलि धुम्मेको जस्तो छ है आज। गाइस म चाहिँ यहाँ आइपुगिसकेँ हैन। जिरिङ रोडमा आइपुग्न लागे। अब यहाँदेखि चाहिँ सिग्नल पनि खुलेको छ, खुल्न चाहिँ तर भ्याइन्छ कि भ्याइँदैन भन्ने कुरो मात्रै हो हैन। भिडै छ ट्राफिक त। कट्यो है गाइज, सिग्नल चाहिँ पार गर्यो है जसो तसो। हामीले जिरिङ रोड क्रस गरिसकेको छौँ। अब पालो क्रस गर्ने सिरिङ रोड। लगाए सिरिङ रोड पनि हामीले चाहिँ क्रस गर्न सफल हुन सक्छु जस्तो लागिरहेछ हैन। अहिलेसम्म चाहिँ सिग्नल खुल्दैछ, गरियो अब ल 100% ट्याक्कै ल। हेर्नु त ठ्याक्कै मैले सिरिङ रोड पनि क्रस गरिसकेँ। यो होलिडे भिल्ला हैन, चट्ट तपाईको यो मुन्ताज पार्क हो यतातिर हैन। यतातिर ट्याक्सी होटलहरु के होटलहरु छन् चाहिँ बालेन होटल पनि छ है यहाँनिर फेरि गाइस हैन। नेपालको न्यू रोड गएको जस्तै हो साथीहरु। अहिले म त्यस्तै ठाउँमा चाहिँ गइरहेको छु, कतारको। गाइस फाइनली आइपुगे हैन। फेरि सिग्नलमा छौं। यता यहाँदेखि फेरि म भयो गाइस हैन। यो
क्रस गर्ने बित्तिकै फेरि अब यहाँदेखि फेरि यहाँ माथि अगाडि एउटा सिग्नल छ, त्यहाँदेखि चाहिँ राइट जानुपर्छ, फेरि राइट। यहाँदेखि चाहिँ फेरि राइट जानुपर्छ है गाइस। ल गाइस, अब म चाहिँ फाइनली आइपुगिसकेको छु ब्याङ्कको छेउछाउतिर आइपुगिसकेँ म होइन। अब यहाँदेखि सर अगाडि गएर सिग्नल पनि खुल्यो, यो तरबार गेट कतारको। ब्याङ्क लाइन चाहिँ आइसक्यो साथीहरू म होइन। यहाँको रोडले चाहिँ अलिक गाडीमा अलिक भाइब्रेसन दिन्छ क्या, हुँ हुँ बनाउँछ, त्यही भएर मेरो भोइस अलि नबुझिन पनि सकिन्छ। यहाँदेखि राइट जानुपर्छ, राइट। यहाँदेखि राइट जाँदाखेरि चाहिँ यसो पार्किङ भेटिन्छ कि भने, यहाँदेखि जाँदाखेरि पनि भेट्ला जस्तो चाहिँ लागेन खासै। पार्किङको चाहिँ समस्या हुन्छ, यहाँ पार्किङ छैन, सबै घुमिरहेछ गाइज हो, सबै घुमिरहेछ, सबैलाई चाहिएको छ पार्किङ। अनि हुन्छ त ल हेर्नुहोस् त, पार्किङै छैन, पार्किङ छैन, पार्किङ।